यो पछिल्लो समयमा चाहिँ सुदन गुरुङ फेरि कमब्याक गृहमन्त्रीमा कमब्याक भए लगत्तै उसले चाहिँ एउटा स्टेटमेन्ट दिएको छ कि दरबार हत्याकाण्डको फाइल खोल्छु। यो दरबार हत्याकाण्डको फाइल खोल्छु भने मतलब मैले अलिकति बुझिनँ। यो दराजमा भएको फाइललाई ल्याएर यसो खोलेर हेर्ने हो कि के हो यो विषयमा अलिकति बोलिदिनु पर्यो। म चाहिँ के भन्छु भने जुन यो फाइल खोल्छु भनेको छैन, अब खोलेर हेरेर पट्याएर फेरि राख्ने हो त्यो अलगै कुरा हो। तर जस्तैमा दरबार हत्याकाण्डको फाइल खोल्दाखेरि चाहिँ जस्तैमा यो दरबार हत्याकाण्ड आम जनताहरूको दिमागमा चाहिँ के भइदिएको छ भने तपाईँको कसैले भन्छ माओवादीले, प्रचण्डले, बाबुरामले होइन उता इन्डियातिर बसेर मारेको, कसैले ज्ञानेन्द्रले, कसैले आफ्नै भाइ ज्ञानेन्द्रले मारेको, कसैले पारसले मारेको, कसैले आफ्नै छोरा वीरेन्द्रले, कसैले आफ्नै छोरा देवेन्द्रले मारो, दुनियाँभरि आरोपहरू होइन छ। तर यसको मुख्य कारणहरू धेरै छ। त्यही त पछिल्लो समय यो सुदन गुरुङले यत्रो भनौँ न एउटा आँटै भनौँ न अब होइन, यो दरबार हत्याकाण्ड भनेको धेरै वर्ष भइसक्यो। यो अहिलेसम्म कसैले आँटै गरेको छैन कसरी खोल्ने के हो। सुदन गुरुङ त बच्चा हो यार। यो सुदन गुरुङ चाहिँ यो दरबार हत्याकाण्ड हुने बेलातिर त भर्खरको सानो पुच्चे थियो होला, 3 वर्षको सिगान चुहाउँदै हिँड्थ्यो सुदन गुरुङ होइन। अनि कस्तो हुन्छ भने अब त्यतिखेर सिसी क्यामेराहरू केही थिएन होइन। अब नेपाली सेनाहरू भनेको चाहिँ दरबारभित्र जान पाउँदैन थियो, उनीहरूले भनेको दरबार बाहिर मात्रै सुरक्षा दिने थियो होइन। अब त्यतिखेर नेपाली सेना पनि भन्दैन थियो, साई सेना भन्थ्यो। यो सबै कुरा त भइहाल्यो। तर यो सुदन गुरुङको पछिल्लो स्टेटमेन्ट देख्दा चाहिँ मलाई चाहिँ कता कता स्टेटमेन्ट के भन्छ स्ट्यान्डबाजी नै गरे हो कि यसले होइन। त्यही त एउटा केपी ओली यो विभिन्न किसिमको अहिले भर्खर जिन्जी आन्दोलनको केसहरूलाई त ठाउँमा पुर्याउन सकेका छैन। केपी ओलीले अस्ति भर्खर पक्राउ 2-4 दिन यसो हस्पिटलमा राख्यो, जेलमा पनि होइन हस्पिटलमा राख्यो, फेरि फर्काइदियो। पहिला एक विविध कुराहरूलाई क्लियर गरौँ न। त्यो कहाँको केसलाई खोलेर यो पक्कै पनि स्टेटमेन्ट स्ट्यान्ड नै गर्न खोजे हो यो सुदन गुरुङ। त्यही त अब कस्तो हुन्छ भने धेरै पुरानो घटना हो होइन। अब हुन त यो घटनाको साँचो दोषी पत्ता लाग्यो भने नेपालीहरू पनि क्लियर हुन्थ्यो होला होइन। तर यसको त अब के भन्छ प्रमाणहरै छैन क्या। अब धेरै वर्ष भइसक्यो यसको प्रमाणहरू पनि धेरै नष्ट गरियो होइन। अनि तपाईँको कस्तो भने अहिलेको जमानामा थियो भनेको कोहीसँग फोनहरू गरेको संवादहरू पनि भेटिन्थ्यो, च्याटिङहरू भेटिन्थ्यो, सिसी क्यामेरा फुटेजहरू भेटिन्थ्यो, त्यो केही छैन होइन। अब त्यही भएर अहिले तत्कालीन भनेको चाहिँ कस्तो हुन्छ भने सुदन गुरुङले यो घटनालाई छानबिन समिति बनाउँछु भन्छ। अब त्यो छानबिन समितिलाई पनि जागिर पैसा त दिनै पर्यो होला होइन। त्यही भएर यो घटना चाहिँ स्ट्यान्डबाजी गरे जस्तो लाग्यो, किनभने खासै ऊ थिएन क्या। यो चर्चामा आउनकै लागि हो चासोले, वास्तवमा यो मलाई पनि लाग्छ यो चर्चामा आउनकै लागि हो। त्योभन्दा बेटर अहिलेको समसामयिक विषयमा चाहिँ जो जनजी आन्दोलन भयो, विभिन्न भ्रष्टाचारको मुद्दाहरू छ, यिनीहरूलाई क्लियर गरौँ पहिला सक्छौ भने होइन। नभए यो बेकारमा यो दरबार हत्याकाण्ड खोल्छु, म फाइल खोल्छु, फाइल त जसले पनि खोल्छ यार। मैले चाहिँ के भन्छु भने तपाईँको रवि लामे छानेले खोले होइन त यो निर्मला हत्याकाण्डको फाइल यो खोलेर फेरि बन्द गरेर राखिदियो त। के भन्छ यसलाई स्ट्यान्डबाजी भन्छ क्या। कस्तो हुन्छ जस्तोमा तपाईँले एउटा सुदन गुरुङले एउटा ठुलो भ्रष्टाचारी पक्रियो, सुन्नु वाइट बडी होइन, अनि यो टी स्टेटै खाने होइन, दुनियाँभरि यस्तो ठुल्ठुलो भ्रष्टाचारीलाई पक्रिएपछि एकजना भ्रष्टाचारीबाट मात्रै 1 अर्ब 2 खर्ब पैसा उठाउन सक्यो भने त्यो मात्रै होइन, पक्रेर मात्रै भएन, पैसा चाहिँ उबाट असुल्न सक्यो भने नि। म चाहिँ के भन्छु भने सुदन गुरुङलाई पक्रिने मात्रै ठुलो कुरा होइन, पक्रेर कारबाहीको दायरामा ल्याउन सक्नु चाहिँ एकदम ठुलो कुरा हो कि। जस्तै केपी ओलीले भयो होइन, रमेश लेखकले भयो, पक्रेर के गर्ने? 2 दिनमा हस्पिटलमा राखेर हुन्छ यार दोषीलाई? कारबाहीको दायरामा ल्याउनु पर्यो, जे सजाय हुन्छ त्यो सजाय दिनु पर्यो नि त। त्यही त सुदन गुरुङले पनि जस्तै नराम्रो काम चाहिँ गरेको, राम्रै काम गर्न खोजेको, तर केपी ओलीलाई पक्रेर के भयो त? के चाहिँ हासिल भयो? सुदन गुरुङले नि पक्रेको केपी ओलीलाई होइन, पक्रियो 2-4 दिन हालिदियो हस्पिटलमा हालिदियो, फेरि लिएर रमेश लेखक गृहमन्त्री होइन पक्रियो, फेरि छोड्यो, के चाहिँ हासिल भयो? त्यो त उपचार गर्न लगे जस्तो भयो त यार। उपचार भन्न खोजेको के भने कुनै पनि अपराधी पक्रिसकेपछि पक्रिनुभन्दा अगाडि प्रमाणहरू जुटाएर यसलाई चाहिँ जसरी मैले यो प्रमाण चाहिँ अदालतमा लगेपछि अदालतले 100% यसलाई चाहिँ दोषी नै करार गर्छ होइन। अब यसलाई चाहिँ म ठोक्छु, योबाट चाहिँ म पैसा
यसले कति हिनामिनाहरू सब उकास्छु उकास। भन्ने तरिकाले जानु पर्यो क्या। त्यो अन्दाज हुन्छ त्यो स्ट्यान्डबाजी होइन, त्यो के अरे सामाजिक सञ्जाल अथवा सोसियल मिडिया मात्रै सबैको हाई हाई प्यारो हुनको लागि मात्रै त्यो गरेर काम छैन। त्यो भनेको चाहिँ कस्तो हुन्छ भने 2 दिनको त्यो घाम छाया भने जस्तै क्या। त्यही भएर यो दरबार हत्याकाण्डलाई छोडौँ, लेटेस्ट कुराहरूलाई चाहिँ एउटा क्लियर गरौँ, जो चाहिँ कारबाहीको दायरामा हुन्छ तिनीहरूलाई कारबाही गरौँ। यो पक्रेर फेरि यसो उपचार गर्नलाई हस्पिटलमा हाल्ने, फेरि राम्रो भएपछि कमब्याक फेरि घरतिर पठाउने, यो काम नगरौँ। सुदन गुरुङ स्ट्यान्डबाजी ज्यादा भयो होइन, यो दरबार हत्याकाण्ड मात्रै गर्छु खोल्छु भनेर चाहिँ भएन। पहिला रवि लामेछानेले पनि खोलेको यो त्यही त। अब जस्तोमा तपाईँको भोलिको दिनमा भन्ला सुदन गुरुङले अब निर्मला पन्तको फाइल खोल्छु होइन, हत्यारालाई पत्ता लगाउँछु भन्ला। अब त्यो गरेर काम के छ, त्यो त स्ट्यान्डबाजी बस। जस्तो अबको दिनमा अब है हाम्रो चाहिँ गृहमन्त्रीले पुलिस प्रशासनले एकदम नेपालमा कडाई गरेको छ। अबको दिनमा आउने दिनमा चाहिँ हामी छोरीचेलीहरूको चाहिँ एकदम 100% ढुक्क हो। तिमीहरू कोही पनि बलात्कृत हुँदैनौ तिमीहरू होइन। अब चाहिँ नेपालमा बलात्कार भनेको 0 हुन्छ, हामीले एकदम हटाइसक्यौँ। अब चाहिँ कसै पनि डराउनु पर्दैन। रातिको 12-1 बजे तिमीहरू छोरी मान्छे एक्लै हिँड, तिमीहरूलाई कसैले छुने आँट गर्दैन। अब आउने दिनमा हिजोको त्यो घाउहरू त्यो कोट्याएको जस्तै क्या, त्यो चाहिँ भनेको सहानुभूति क्या, सहानुभूति बटुलेको मान्छेहरूको चाहिँ जस्तोमा त्यो मनमा चाहिँ खेलाउन। तर अहिलेको लागि भनेको हाम्रो आरोप जस्तै मात्रै हो होइन, एउटा आलोचना भनेको उसलाई चाहिँ हामीले खत्रै दिएको चाहिँ होइन, यो चाहिँ एउटा आलोचना हल्का होइन। त्यही भएर यो तरिकाले गर्दाखेरि तपाईँहरूलाई चाहिँ राम्रो हुन्छ, तपाईँहरूकै सरकार बलियो हुन्छ, तपाईँहरू नि अगाडि बढ्ने हो। भोलिको दिनमा तपाईँहरूले नि जनताको माया पाउने हो होइन, अर्को चुनावमा तपाईँहरूले नि जित्ने हो। त्यो तरिकाले चाहिँ हामीले भनेको हो। नराम्रो यो यसलाई नकारात्मक तरिकाले नसोचौँ, सकारात्मक पोजिटिभ तरिकाले सोचौँ। त्यही त, राम्रो काम गरौँ, यो विभिन्न स्ट्यान्डबाजी नगरौँ होइन। जनताले एउटा सहानुभूति पाउनुपर्छ कि नेपाल एउटा सुरक्षित देश हो, हामीले यहाँ सुरक्षित एउटा आनन्दसँग बाँच्न पाउँछ, कसैले डर लिनु पर्दैन। यो किसिमको चाहिँ एउटा सहानुभूति दिन सक्ने एउटा कानुन ल्याउनु पर्यो होइन। गृहमन्त्री भएर यो विभिन्न किसिमको फाइल खोल्छु फेरि पल्टाउँछु राख्छु यो किसिमको स्टेटमेन्टहरू नदिउँ, काम गरेर देखाउनु पर्यो पहिला। ओके, धन्यवाद।